बनाउनको लागि। यो पूजाको लागि व्यवस्था गर्ने भनेको हामीले यिनीहरूलाई हो, एउटा दुईटा तीनवटा चारवटा अनि यहाँभित्र पनि छ, यहाँलाई व्यवस्था गर्ने हो हामीले। यो चाहिँ हाम्रो ट्रक पारेर यहाँनिर अर्ग्यानिक बाँसमा कोदोको झोल सुरुप पकाउने। यहाँनिर हाम्रो काकी हुनुहुन्छ, यहाँ हाम्रो यता जेठी भाउजू यता हाम्रो कान्छी फुपू, यता हाम्रो साइली फुपू, अनि यहाँ चाहिँ चट्टा पारेर यहाँ चाहिँ सेको हान्ने यहाँनिर कुखुराको। ल यो हाम्रो मलाई बस्ने अब यहाँनिर हाम्रो हाङमा गर्नको लागि यो तरुनी, यो पोथी अनि ऊ यहाँ परको भाले जोडी एउटा एक जोडी पूजा यहाँनिर गर्नको लागि एकदम तयार भइसकेको छ। यहाँनिर काका मजाले बसेर ल कति सजिलो भएछ काकालाई त। ल हाम्रो धामी काकालाई चाहिँ सजिलो भएछ यहाँनिर बसेर गर्नको लागि। यो भनेको चाहिँ हामी भरे यहाँनिर चटक्क पारेर यहाँनिर दुनामा मासु हालेर खाने हो यहाँनिर। व्यवस्था भइसकेको छ हाम्रो यहाँनिर। यहाँनिर तितेको लागि तयारी हुँदैछ। यहाँ आन्द्रा अनि यहाँनिर चट र तितेको लागि तयार भएको यो कुखुराको हात खुट्टा हो यो। र यहाँ चाहिँ हाम्रो बबाल सुप हुँदैछ। यहाँनिर सुप उम्लिँदैछ है यहाँनिर हाम्रो। यहाँनिर आगो लागेर सर अब यो हाम्रो यो अन्तिम अर्ग्यानिक फ्यामिली पिकनिक यहाँनिर हाम्रो यहाँ रेडी भइसकेको छ। यो बाँसको दुलोभित्र चाहिँ कोदोको झोल हालिएको छ। यहाँनिर कोदोको झोल भरे चुस्ने हो। अनि यहाँ एउटा हाम्रो चौधरी छ भ्लगर, स्मल भ्लगर। यहाँ छ हाम्रो गृहमन्त्री, यहाँ छ एउटा अर्थमन्त्री बुङमे, अनि यहाँ भाउजू हुनुहुन्छ। अनि सबैले सबै म त यहीँ पो रहेछु लास्टमा। खोइ मान्छे नगर न अङ्कल मान्छे त्यो नाङ्लो खाली छ बुहारी। यो भात खाली नाङ्लो पर्छ यता ल्याउँछु बुहारी। ठाउँमै भयो छक्कै पाना पारी एकजना पनि नादिरहेको ठाउँ हेरेर लाइन आजको यो हाम्रो अन्तिम फ्यामिली पिकनिक
मतलब वनभोज सबैजनाले यहाँनिर अब यहाँ सुरु गर्नु हुँदैछ। अब यहाँदेखि हाम्रो काइली फुवाजु ज्वाइँ चेला हाम्रो फुवाजु पर्नुभयो। यता हाम्रो धामी बाजे गया साङमाङमा सबैजनाले आफ्नो भाग लिएर बसिराख्नु भएको छ। अनि मेरो चाहिँ फेरि यहाँनिर छ हो, यो यस्तो अर्ग्यानिक हानिँदैछ आज। अनि यो सँगसँगै यहाँनिर सुप चाहिँ सुप पनि चाहिँ यसरी सुप हान्ने हो। यहाँदेखि सबै यो रिकमान चौधरी अनि हाम्रो भाउजू ग्रुपहरू हुनुहुन्छ यहाँनिर। अनि यता हाम्रो टन्नै फुपूहरू आउनु भएको छ, 2 जना जम्मा गरी 6 जना 5 जनामा 6 जना टन्नै गरी 2 जना आउनु भएको छ। बाँकी हामी सबै यहाँनिर ल हामीले चाहिँ सुरु गरौँ है खानु अब। ल आजको यो हाम्रो के अरे माग्छ कि माग्छ अरे के अरे माग्छ वयासम्म गरेर अर्ग्यानिक तोङ्बा पनि खाएर कोदोको रस खाएर हामी फर्किँदैछौँ। हामी अब यहाँनिर काका र फुबाजु र म गरी जम्मा 3 जना र सबैजना फर्किसक्नु भयो। र अब हामी अन्तिममा जाँदैछौँ। यो ल बिदा माग्दै सबैजनालाई टाटा बाई बाई भन्दै बाई बाई सबैजनालाई टाटा।